कतै तपाईलाई लागेको चक्कर कानको कारणले त लागेको छैन, त्यो कुरामा तपाईले ध्यान दिनुपर्ने हुन्छ। विशेषतया बिरामीहरू चक्करको कारणले धेरै विभागमा घुमिरहेको देख्छु म, तर आज म तपाईलाई कानको कारणले हुने चक्कर कस्तो किसिमको हुन्छ भनेर म भन्नु गइरहेको छु। कानको कारणले हुने चक्करमा अत्याधिक मात्रामा घरै घुमाउने गरी हैन, रोटेटरी भटाइको भन्छौँ हामीले, पुरै घरै पल्टेको जस्तो तपाईलाई भान हुन्छ। साथसाथै तपाईको पोजिसनल भन्नुको मतलब तपाईले टाउको हैन कोल्टे फेर्दाखेरि, बेडमा कोल्टे फेर्दाखेरि, जुत्ताहरूको लेसहरू लगाउँदाखेरि तपाईलाई अत्याधिक मात्रामा रिङ्गडा चल्न सक्छ। तेस्रो भनेको यो चाहिँ सिभियरिटी भन्छौँ हामीले, एकदमै सिभियर हुन्छ। भन्नुको मतलब तपाईको बान्ता आउन सक्ने अथवा बान्ता आउला आउला जस्तो हुने पनि हुन्छ। चौथो भनेको ड्युरेसन एकदमै यसको सर्ट हुन्छ, भनेको तपाईलाई दिनभरि चाहिँ चक्कर लागिराख्दैन, केही समयमा झ्याप्पा आउँछ र केही समयपछि बिस्तारै कम 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 हुँदै जान्छ। र यी लक्षणहरू तपाईकोमा देखियो भने तपाईले नाक कान घाँटीको डाक्टरलाई देखाउनु जरुरी हुन्छ। सायद तपाईको रिङ्गटा कानको कारणले पनि हुन सक्छ है। थ्यांक यू।